ल हामी चाहिँ यहाँ सिटी सिक्स र 2510 को हेर्न आएको वी गट सेकेन्ड विकेट 2 विकेट दिस इज द स्टेडियम हामीले अझै हाम्रो ठाउँ चाहिँ भेटेको छैन है दिस इज BBL 2025 end of the year experience Sangha ओए हामी के खाने कि चिप्स खाने break or 10 over Driving on the highway, you don't do that. Driving on the highway is not. I'm not saying driving the Formula 1 driver. I'm saying because you're started driving. त्यसमा कालो आउँदैन भाइ Really, like, you don't even need your 120 hours. होइन डिलग हो कि कलरफुल हुन्छ 10 बिट हो नि त Amelia's going to get her full license before you even get your red keys. कालो देख्दैन कालो देख्छ Embarrassing. ब्रेक टाइम है 10 ओभर सक्यो ड्रिङ्क ब्रेक लेट्स सी हु विल विन 10 ओभर भयो नि त 10 ओभर भयो नि त ल यस्तो छ है स्क्रिन त्यहाँ छ तिमी पनि उफ्रेर नाच्देऊ न माथि उफ्रेर नाच न स्क्रिनमा यहाँ आएको छ ल ब्रेक टाइम सक्यो टोप्लेको सेकेन्ड ओभर होइन They're all 5-star reviews. 2025 को लास्ट विकमा 2025 को सेम बिलिङ हो कि पर फर्स्ट गेम जाडो भइरह जाडो भइरह जाडो भइरहेको छ त मलाई चेन्ज गएकै ठिक भएछ यार होइन केन्समा नि दाइ मलाई बानी अलिक भयो जस्तो लाग्यो बानी भएर म अनि काममा जाँदा त अनि साइकल लिएर चर्को घाममा अनि यहाँ उहाँ तिमी यहाँबाट साइकलमै त सरेको होइन नि अनि साइकल सरेको अलिक सस्तो लगेजहरू पछाडि बाँधेर साङ्गा त यहाँ परेछ ऊ So we just missed catch अनि पर्सिसको चस्को चाहिँ एउटा ब्याट्सम्यान बच्यो उयो मान्छेले छोडेको है बल चाहिँ उयो बस्नु ल रात पर्दै गयो लाइट बल्दैछ फेरि त्यहीँ गयो होइन आज मजा हुन्छ हान्छ उनीहरूले हान्छ थन्डरले नि हान्छ हान्नै पर्छ 100 अफ भएको अनि ग्राउन्ड सानो छ कि मजाले किनेर हान्छ माथि चाहिँ प्लेन पनि यहाँ उडिरहेको स्टिल रात परेको छैन अँध्यारो हुँदैछ लाइट बलेको हो
ल 100 हान्यो सिडनी के अरे 35 को जसले सिडनी स्टिल फिल्डिङ सो लेट्स सी गाडी ओइ यो पक्रिँदैन होला आइब नाइस 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 ल है अनि त्यो रन छ रेन्ज छ उयोहरूले कस्तो हानेको त को आयो इभान्स ल अब हामी एकछिन क्रिकेट हेर्छौँ अनि केही खान्छौँ अनि फेरि बेलुका हाम्रो सिडनी थन्डरको ब्याटिङ गर्छौँ हामीले माइक कनेक्ट गरेको यो चाहिँ बाइको साउन्डहरू क्लियर आएन भनेर अब चाहिँ क्लियर आउँछ होला अघि एकदम नोइज भइरहेको थियो क्या ल माइक अन गरेको हामीले ए भाइ लौ माइक मैले कनेक्ट गरेको छु बोला माइक टेस्टिङ वेलकम छ तपाईँहरूलाई हाम्रो आजको गेममा कसको गेम चाहिँ थाहा भएन मलाई अस्ट्रेलिया भर्सेस अस्ट्रेलिया कसको रे थन्डर भर्सेस पर्थ अनि सिडनीको यस द्याट्स इट अनि अब खतरा भइरहेछ गेम मजा आइरहेछ कति भयो 20 ओभर रहेछ अब 8 ओभर छ अल टुगेदर यसै गरी म अब यो माइक पास गर्न चाहन्छु हाम्रो आदि ब्रोलाई होइन आदि ब्रो केही बोल्न चाहनुहुन्छ कस्तो भइरहेछ गेम भनिदिनुहोस् अलिकति रियली ल म यो पास गर्न चाहन्छु अब हाम्रो श्याम ब्लगरलाई श्याम दाई ब्लगर यस्तो अँधेरो भएको छ कि रन चस्मा लगाइरहेको छ म सोचिरहेको छु कि मलाई ह्यान्डसम देख्छ किपरवालै हो हजुर चस्मा लाउँदा ह्यान्डसम देख्छ रियली अपिल गरिरह रिभ्यू गर्नु पर्यो ल कति 5 विकेट हुन्छ रिभ्यू गर्यो स्क्रिनमा चेक गरेर स्क्रिनमा यहीँबाट हेर्नु मिल्दो रहेछ स्क्रिनमा यहीँबाट हेर्नु पऱ्यो पछाडि डिआरएस लिएको छ हाम्रो सिडनीले चाहिँ अपिल गरेर हाम्रो सदाबको बलमा लेट्स सी विकेट लियो भन्ने आश छ गयो नि गयो लो नै छ बल I think we think we got a wicket. We think, but we are not sure. स्निकोमान केही छैन है टच गयो यार को गयो इभान्स टनले त निकै ठिकै 80-90 त हान्छ होला हौ 13 ओभर त हुँदो रहेछ 13.3 गाडमै लागेछ ल we think we got that wicket we got हातमा हेरौँ त माग्न हुँदो रहेछ मलाई त्यस्तो लाग्यो एभ्रिवान सबैले लगाइरहेछ ए हामीले मागेन नि त माग्दा हुँदो रहेछ अब त थाहा भयो हरियो र निलो रातो खेती हुन्छ अहिले रातो बाले हामीले त पाएन यार छ्या अब चाहिँ लाइटको असर पर्छ है राम्रो उज्यालो हुन्छ अँधेरो भयो नि त भाइ भोक लाग्यो अमित होइन भाइ तिम्रो भुँडी कराएको कसको कराइरहेको त एकछिनमा अब 5-6 बजे हेरौँ अनि हाम्रो ब्याटिङ आउन अगाडि ब्रेक हुन्छ अनि जानुहोस् कहाँ उयो माथि हुनु पर्यो नि त बेलुका त डिनर सबै बन्द हुन्छ 9:30 देखि किचनहरू 9 देखि
गयो भने उयो म्याक हङ्ग्री ज्याक यस्तो होइन तर भन्दा पनि They good. लेट खोल्नेहरू एक दुईवटा सपहरू हुन्छ ओभनमा कबाबहरू हुन्छ यहाँ होमबुसमा गयो भने एउटा छ के अरे बिरयानी हामीले जहिले खाने बेस्ट त्यो बिरयानी खुल्ला हुन्छ त्यस्तो एक दुईवटा हुन्छ टपरी सार्यो नि भाइ अघि तिमीहरू बसेको छ नि अहिले त्यसको अगाडि सारेको छौ यता ट्रकमा थियो है टपरी सारेको छ के अरे अघि हामी उहाँ बाटोमा आयो नि अन द वे उहाँ लेफ्ट टर्न गर्नु अगाडि मेन त्यहाँनिर नि एउटा तर बिफहरू ल्याम्पहरू पाउँछ फुड ट्रक छ नि त्यहाँ पनि लेट खुल्छ 5-6 बजी बिहानको 3-4 बजीसम्म खुल्छ छ लेट खोल्ने नि हुन्छ तर लाइक नेपाली नै चाहिँ अब नेपाली नि फुड ट्रकहरू छ ओभनमा नि छ मोमोजहरू यताउता चाउमिन बिहान 1 बजी 2 बजीसम्म खुल्ला हुन्छ क्या ए कति दिन घुमियो नेपाल अस्ति लाइक एक्चुअली कति दिनको लागि चाहिँ टोटल 20 दिन देखाइदिउँ न हामीले यस्तै हात उठाएकै अघि भर्खर त्यही भएर देखाइदिएको पर पुग्यो कति राउन्ड हान्छ होला भाइ यो नरोकिन्छ राउन्ड हान्छ क्या हेरौँ सक्यो त्यहीँ बिलले इट्स कमिङ ब्याक हाम्रोतिर आउँदैछ ल्या 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 सक्यो सक्यो ओ आउँदैछ 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 आयो 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 ऊ आयो फेरि गयो नेक्स्ट राउन्ड यो गइरहन्छ यस्तो चाहिँ यहाँ यति चाहिँ धेरै छ है मान्छे यति अनि हाम्रोतिर पनि ऊ यता चाहिँ अलिक कम्ती छ ल फेरि आउँदैछ अर्को राउन्ड अब त हात नउठाउँ होला यार वाक्क भयो विकेट ए आउँदैछ आउँदैछ फेरि पनि 3 राउन्ड भयो अब त्यता वाइल्ड रहेछ नि त मान्छे बाक्लो फाइदा त यता बस्दा देखेँ स्क्रिनमा मजाले हेर्नु पनि पाइँदो रहेछ ओए आयो बल आयो यता आयो एक्स्ट्रा टुप्पी भनेको जस्तो लाग्यो म त लगाइछ अब एकछिनमा अहिले भेटौँला गाइस यु नो वाट जस्ट ह्यापन अबाउट टु ह्यापन 100 हान्न आँट्यो यार 100 सेन्चुरी टर्नरले लेट्स नट मिस दिस 2 रन मात्रै बाँकी छ चौका हानेन 100 ओ 2 रन गो फर वान मोर ओ 99 मा अड्क्यो यार टर्नर शिट 99 मा अड्क्यो यार टर्नर 1 more run cha and then yeah look at this Turner 99 let's go Turner okay हामीले हेर्दा 52 मा थियो कम्ती बलमै ट्याङ छक्का चौका हानेर 99 पुग्यो यार what a interesting game टार्गेट कति थियो अघि यसको 52 हुँदा 140 अराउन्ड होइन हामीले 170-75 को रेसियो एक्सपेक्ट गरेको थियो 170-75 को 198 भयो टार्गेट पनि थियो ए अनि 120 थियो ओके द्याट्स इट चौका भइदियो यार फेरि
shit. टार्गेट धेर भयो नि त उयोले 100 हान्नु पाएन दादा सरी आज 2 वर्ष अब 202 को टार्गेट यत्रो त सोचेको थिएन यार 200 अप यार आम्मा फ्रस्ट्रेट छ खानु ग्राउन्ड छ के हाल्दै हेर न त्यो हेर ल चौका हानेको खुसी नि छैन ओ माय गॉड हानु सर म त्यही भनेको क्या टिजर भयो यार एक रन त सेलेक्ट दिदा हो अब त्यो भन्दा वर्स्ट त टिमले जितेन भने पो हुन्छ त अझै नि आम्मा उल्ला ला हानेन क्याच हानेन नि अर्को हान्दै बस्छ 99 मा स्टप भयो छ्या एक रन गाइड गर्दा हुन्छ कस्तो हो कि वाइडले पक्र्यो के भयो गाइस थाहा छ लास्ट दुईटा बल थियो त्यसले ठ्याक्कै हान्दा क्याच आउट भयो अब अर्को ब्याट्सम्यान आएर त्यहीँ बस्छ लास्ट बल रह्यो 99 मा फुल स्टप सो स्याड टर्नर मेबी नेक्स्ट टाइम बुझ्दैछ कि बुझ्छ होला सेम्सकै बहिनी जस्तो छ त 14 ट्याक्कै दैन भाइ गेम त सोचेको भन्दा इन्ट्रेस्टिङ भयो त मलाई बोल्नु भनेको दाइ बोलो अघि हामीले टर्नरको 52 हेर्दाखेरि 52 मा हुँदा 120 40 जस्तो थियो तर 100 छैन हान्यो Come on. Oh, come on. Oh my goodness. This is something you never see, mate. Click like, subscribe, and maybe share to your story, maybe share to your Facebook, everywhere, mate. Oh my goodness, this is something really phenomenal and really amazing catch. In the last over was super crazy. अनि हाम्रो श्याम दाइले एकदम भिडियो गरिरहनु भएको छ देख्न सक्नुहुन्छ एज यु क्यान सी इन द के भन्छ त्यो हाइलाइट हाल्ने होला प्लिज यस्तो खतरा भिडियो हालेको छ क्लिक गरेको छ दाइले प्लिज सब्सक्राइब गरिदिनु होला सबैले थ्याङ्क यू भेरी मच अरू म केही भन्न चाहदिनँ एन्ड दिस ओभर वाज लाइक सुपर लाइट Woohoo! I'm going to my locker room and I'm crying. Wow, teamwork. अब भएको छ 203 टार्गेट अनि टर्नर रियली अनलकी भएको छ यहाँ 41 मा 99 रियली अनलकिएस्ट देन मी किनभने के पनि होइन किनभने भाइ म त यो क्याचले पैसा नै असुल भयो यार कसरी भाइ मलाई त एकदम मिठो लाग्यो क्याच दामी यार त्यसले क्याच छोडेको असुल हान्यो अघि सरापेको थियो नि तिमीले सुनेको रहेछ त्यसले maybe next time better luck भनेर चाहिँ त्यही परेको राइ तिमीले मेबी नेक्स्ट टाइम होइन किन हाने चिप्स त्यो भाइ त लास्ट टाइम म व्रत बस्दो रहेछ अहिले खाँदिनँ त चिप्स म परेर खानेपछि खान्छु यहाँ डिमान्डेड सकेरै चाहिँ गरौँ ल जाउँ होइन जाउँ केही खाइदिउँ म त यस्तो उफ्रेको त फोन त प्लाटिन्यो भुइँमा भन्न केही भएन रहेछ ल लाग्दिउँ अब यहाँ बसेर पानी बाँड्दै आउँदैन कोक भन्ने आउँदैन फिल्म हलमा यस्तो जाउँ अब होइन आउँछ हिँड न बाँकी छ कक दुईमा एउटा जाउँ भाइ जाउँ ल हाम्रो ब्रेक टाइम उयस पनि किन्नुपर्छ है भाइ एक केएफसी खानुपर्छ नि सर्ट क्लिन गरेर टाउमा तिमी हान है भाइ त्यो चटपटे बनाउँदै यताबाट निस्किनु के त
ले झोला नि फ्री पायो ओइ यहाँ त कसको के रहेछ सरी गाइस ल ब्रेक टाइम सीट नम्बर हेर्न जी हैन सिट नम्बर हेर्नु पर्दैन मैले उयो टालेर आएको छु सिट नम्बर हेर्नु पर्छ र दाइ मलाई आजको हाइलाइट म हो क्या मलाई मात्र देखाउनु छ किनभने यहाँनिर बर्गर बाँड्ने तिमी नै यस्तो देखेँ कि मैले सोनीको रहेछ नि जी रियली दाइ तिमीलाई खिचेकै छुइनँ यार ल जाऊँ ल ओइ के गर्छौ लभली यतिको चाहिँ लभली है स्वागत छ तपाईहरुलाई हाम्रो न्यू इभमा ल के हुन आँट्यो त्यहाँ कन्सर्ट होइन हौ ड्रोन सो के हो Oh, woo! Nice, lovely. Woo! Fireworks, guys. Break. भाइ नाच्देऊ रे कम्बर भाँच्देऊ ल गाइस लभली भए दामी यो चाहिँ फायरवर्क भयो तिम्रो डान्स धेरै पपुलर भयो ओ ड्रोन हेर सही अब यसले तिमीलाई खिच्छ अघि नाच्यौ नि त तिमी आम्मामा लभली देखेको छैन त गाइस ओ लभली यार दामी सक्यो होला त्यही छ 9:15 भएछ र हामीले काचाकुचुक सुसीहरू खायो ब्याक भयो सिडनीले ब्याटिङ गर्दैछ अहिले 18 रन 113 गिल्क्स 3 थर्ड ओभर लास्ट बल ल सेम प्लेस सेम पिपल सेम चस्मा सेम हुडिस यता सेम त्यही छिमेकीहरू सबै त्यही हो त्यसको लास्ट बल स्टेडियम हैन सेम स्टेडियम सेम प्लेयर सेम टिम सेम कुर्सी ओइ नाइस थ्रो यार वहाँबाट यार ल सुसी कस्तो लाग्यो तिमीले कुन खाएको आभोगाडो अनि साल्मन मेरो चाहिँ क्रन्ची चिकन विथ के थियो एभोकाडो होला आभोगाडो नै होला अनि राइस ए सरी ल भन्नु बिर्सिनु भयो त होइन हामी त क्यामेरा माथि भइरहेको रहेछ क्या यो भाइले चाहिँ राति नफुकाल्ने चस्मा लगाएको हो दिउँसो चाहिँ फुकाल्छ फेरि होइन दिउँसो लाउँछु त होइन मैले अर्को चस्मा ल्याउनै बिर्सेँ क्या किनभने यसले देख्छ नि त लाइक राति पनि देख्छ क्या अँध्यारो पनि देख्छ है फेरि त्यस्तो त रहेछ ऊ हो नि त लाइक Power पावर खालको अनि मेरो त्यो अर्को चाहिँ पावर खालको घरमै छ क्या बिर्सेछ अनि अब पहिलाको? लाएन भने चाहिँ मैले देख्दैन क्या अनि यो चाहिँ यहीँ बनाएको ह्यान्डसम पनि होइन नेपालदेखिको अर्डर कस्तो काम छ प्राडाको हो नि फेरि म झुकिसक्यो मलाई झुकाउनै पर्दैन अब बारम्बार झुकिँदिनँ एउटै चस्मा अघि फोकस गरेर हेरिसक्नु क्या अब ब्रान्ड तर भन्नु चाहिँ अरूलाई प्राडाको भन्नु है यहाँ भिडियोमा पनि होइन प्राडाकै भनिरहेको छु प्राडाकै रहेछ गुड खै उता फर्क त काट्ने दाइ उयो चाहिँ अलिकति मैले उता फर्क नि त CORDEO पाडा भयो तिमी ठुलो नहाँस है निकाल्छ है हामीलाई यहाँदेखि आज
CORDEO प्राडाको चस्मा रहेछ क्या फेरि झन्डै कन्डो भन्ने जस्तो रहेछ नाम चाहिँ होइन प्राडा अरे यो भाइले त यो चाहिँ नकाट्नु है अब यो चाहिँ हाल्नु म किन काट्छु ओइ आयो ओ चौका चौका ओइ यिनीहरूले त छक्का यता फर्काउँदो रहेछ छक्का जस्तो झुक्किँदो रहेछ हामी त चौका चाहिँ उता फर्केको हुन्छ नि त त्यो भाइले लिपस्टिक पनि लाउँछ है लगाउँदा लगाउनु होइन लास्टै सेक्सी हुनु थालेको छ अरे चिप्स पनि खाँदैन अरे जिउ लाग ओइ गयो गयो चौका चौका भयो कस्तो श्याम दाई उहाँहरूले हानिरहेछ श्याम दाई भन्छ यार लानुहोस् त अहिले बज्यो 9:20 हाम्रो 3rd 4th ओभर चल्दैछ कहाँ युट्युबमा हाल्नु छ के यो मेमोरीमा यसमै तर हेर भाइ कस्तो ब्ल्याक एन्ड व्हाइट जस्तो हुन्छ नि साडी त्यो यसो पुसेको जस्तो देखिरहेछ है मलाई लास रेला गर्नु दाइ फेरि म रेकर्ड भएको त मलाई चाहिन्छ है अलिअलि माल यो भाइले भिडियो कहाँ हाल्नुहुन्छ भन्छ म त मेमोरीमै हाल्छु यहीँ हुन्छ भनेको नि हाल्नु मलाई यहीँ हाल्छु उहिले देखाउँदैछ उता अरे भिडियो उता हाल्छ अरे उसको हात हेरौँ न हाँस है त्यस्तो धेरै सर्ट बे छक्का होइन छक्का रहेछ रिप्ले प्लिज कस्तो राम्रो हान्थ्यो टुक्रुक्क घुँडा टेकेर स्वाट्टे घुमाउँदा त नि हौ मैले के भन्थेँ वार्नर फर्ममा जित्छ है भनेको थिइनँ तर जितिहालेको छैन फर्ममा आएको छैन ल आज गुड लक सिडनीको टिमलाई होइन जित्नुपर्ने हुन्छ गुड लक भनिदेऊ न त अनि सिडनीको टिमलाई गुड लक सिडनीको टिम तिमी कसको सपोर्टमा म सिडनीको हो नि सिडनी बोय हो नि त मलाई चाहिँ जान्छ पर्थले स्योर जित्छ जस्तो लागेको छ अघि बिगिनिङदेखि तर अब अफकोर्स आफू यहाँ बसेपछि सपोर्ट चाहिँ सिडनीलाई जान्छ यस भाइ सिडनीमा बसेर सिडनी गर्नुपर्छ कहाँ गएर थिच्छ हौ फुच्चेले मार्यो यिनीहरूले त यो बल खेलेर मार्यो मिमी भन्छ बल दियो भने उहाँ पर पुऱ्याइसक्यो बल पुरा उहाँ बिचमा गएपछि त खाल्टामा लगाइस रातिको माहौल यस्तो छ लगाइस हामी चाहिँ निक्लेको 8 विकेट गइसक्यो आज गेम पनि राम्रो भएन 112 मात्रै बनायो पर्सिसको चस्ले 200 कति बनाएको थियो लास्ट दुईटा विकेट छ अल्छी लाग्यो सबै मान्छे घर जानु थाल्यो सो हामी चाहिँ गएको मेरो चाहिँ एसडी कार्ड पनि क्यामेराको नि एसडी कार्ड भरियो त्यहाँनिर अलिअलि अरू भिडियो थियो फोनको पनि भरियो सो अब एकैचोटि ब्याट्री त छ एसडी कार्डमा स्पेस छैन सो एकैचोटि अब हामी भिडियोलाई एन्ड गर्छौँ होला उहाँ लिनु आउँदैछ मलाई हामीलाई गाडी पनि बोलाइसकेको छौँ मेरो बुढी लिनु आउँदैछ सो हामी चाहिँ जान्छौँ अनि भिडियो यति नै होला ए यिनीहरू पनि उठाउँदो रहेछ त अघि त्यो रक क्लाइम्बिङ जस्तो गरेको त तिनीहरू सब छोप्दो रहेछ ऊ गुन्द्रुकहरू मुलाहरू छोपे जस्तो आज गेम राम्रो भएन है वेस्ट अफ मनी सुरु पर्थले खेलेको चाहिँ राम्रो थियो ओभरै राम्रो थियो बट सिडनी कुडन्ट मेक इट एन्डसम्म 200 छेउछाउ जानु भने चाहिँ हामीलाई हुन्छ नि फेरि हान्दैछ चौका छक्का
चौका रिप्ले हेरिदिउँ न त ल यहाँ रिप्ले देखाउँछ यसरी हाने रहेछ सो हो त्यही हो अब भिडियोलाई यहीँ एन्ड गरौँ घर जाने सुत्ने खाना खाने त्यही हो अब यति नै हो अब घर जाँदा यसो भिडियो गरिन्छ सो टिल देन थ्याङ्क यू फर वाचिङ एन्ड सब्सक्राइब गर्नु होला लाइक गर्नु होला कमेन्ट